हेलो गाइस, वेलकम टू माई न्यू ब्लग। यो चाहिँ मेरो सबसे फर्स्टचोटिको ब्लग हो र तपाईँ आज म आएको छु हाम्रो यहाँ माकुमको कृष्णचूडा भन्ने एउटा पार्कमा र यहाँ फर्स्टचोटि आएको म पनि र ब्लग बनाएको मैले। यो नयाँ ब्लग हो मेरो फर्स्टचोटिको र तपाईँहरूले सपोर्ट गरिदिनु होला मेरो च्यानललाई र यो मेरो फर्स्टचोटिको ब्लग हो। त म तपाईँहरूलाई यो पार्कको भ्यू देखाउँछु र तपाईँहरू पनि हेर्नु होला। त राम्रो लाग्यो भने आउनु होला, भिडियोमा लाइक शेयर कमेन्ट गरिदिनु होला र म यो पार्कको भ्यू देखाउँछु। त गाइस हेर्नु सक्नुहुन्छ भ्यू तपाईँले। यता राइट साइडमा चाहिँ गाडीहरू पार्क गर्ने जग्गा छ र अगाडिको भ्यू। यता लेफ्ट साइडमा चाहिँ बच्चाहरू खेल्ने जग्गा छ थुप्रो सारा। यहाँ पनि पसेको एक्स्ट्रा पैसा लिन्छ हामीहरू, तर यहाँ चाहिँ पस्दिन। यता चाहिँ गाडी पार्क गर्ने जग्गा, यहाँ चाहिँ टिकट काटेर जानुपर्छ र भित्रपट्टिको भ्यू हेर्नु सक्नुहुन्छ तपाईँले। अगाडि राम्रो भ्यू छ। हामीहरू भित्र पार्कमा एन्ट्री गरिसक्यौँ। यता राम्रो भ्यूहरू छ, हेर्नु सक्नुहुन्छ तपाईँहरू। यता एक दुईवटा गाडी पार्क गर्ने जग्गा छ र यता चाहिँ छ होटेल रेस्टुरेन्ट छ। यता केही कुछ खानु सकिन्छ। र अगाडिको भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरू, एकदमै राम्रो लाग्यो। यहाँ फोटोसोटो मान्छेहरूले खिचाइरहेको छन्, थुप्रैजना आएको रहेछ मान्छेहरू र अगाडिको भ्यूहरू चाहिँ एकदमै बढिया लाग्यो। अगाडि पनि थुप्रै जग्गा फोटोसोटो खिचाउनुहरू सकिन्छ, बहुत राम्रो जग्गा रहेछ। र यता चाहिँ राइट साइडबाट चाहिँ फोटोसोटो खिचाउने जग्गा छ र लेफ्ट साइडमा चाहिँ स्विमिङ गर्ने जाने जग्गा छ। यो अगाडिको चाहिँ होटेलहरू हो र यहाँ एउटा स्विमिङ पुल पनि छ। राम्रो छ भन्ने सुन, त्यही ल गएर हेरौँला कस्तो रहेछ होइन। हामी चाहिँ त अब स्विमिङ गर्ने हामीले स्विमिङ पुलमा जाँदैछु। हामीले टिकट पनि लियो। त टिकट रहेछ 250 को 1 आवरको लागि, अगर 2 आवरको लागि 500 अरे। त स्विमिङ गर्न जाँदैछु, हेर्नु होला। फाइनली गाइस पार्क घुरिसक्यो, स्विमिङ पनि गरिसक्यो र हामीहरू घर निस्किनेतिर हिँडेको हो। त हेर्दै जानु होला हामीहरूको ब्लग। तपाईँलाई यताको भ्यू देखाउँछु अगाडितिरको पनि। त गाइस भिडियो पनि उठाइसक्यो, फोटो पनि खिचिसक्यो, घुरि पनि सक्यो र हामीहरू अब यो पार्कलाई बाई बाई भनिँदै गइदिएछ घर। र आज यति नै हो र मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई बाई सो मच।